ओहो हेलो 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 गुड मर्निङ नमस्ते सम्पूर्ण महानुभावहरूलाई। आज चाहिँ जनवरी 2 2026। हेर्नुहोस् यस्तो छ है, यो म बस्नेको बाहिर हो। म चाहिँ काममा जानु लागेको, तर हिउँ यस्तो बाक्लो छ यहाँ, यस्तो चिप्लो भएको छ यार, कसरी जाने हो। हेर्नु त कति बाक्लो हिउँ परेको, अझै पर्दैछ। मलाई ढिलो पनि भएको छ है, छिटछिटो जानु छ। बाटोमा हल्का हल्का देखाउँछु म तपाईँहरूलाई कस्तो छ, यताबाट पनि देखाउँ न ल। ओहो आजै ढिलो भइसक्यो झन्। ल हेर्नु त यस्तो छ है, बिहान 4:20 को दृश्य हो यो, 4:30 यस्तो छ। म चाहिँ अब जान्छु र बाटोमा अलिअलि देखाउन सक्छु, के गर्छु है त अब हेर। ओहो पुरै यस्तो बाक्लो परिरहेछ नि। अब यो चिप्लिन्छ त होला अब। ल ठ्याक्कै खुलेको छ त्यहाँ फेरि है। मेरो लाइट खुलिरहेछ, तर म क्रस हुन सक्छु कि नै भन्ने कुरा हो। अरे पुरै कस्तो बाक्लो परे त आज यो। बिहान बिहानै धन्न ट्याक्कै कट्यो है यहाँनिर चाहिँ। ओहो अब स्पिड गर्न नि भएन, ब्रेक हान्न नि भएन, ज्याप्प फेरि है। यस्तो हिउँमा चिप्लिन्छ, एकदमै ख्याल गर्नुपर्ने हुन्छ। बिहान बिहान यस्तो राति पर्छ त भनिरहेको थियो, 60 पर्ने सम्भावना भनेको थियो। आज दिउँसो चाहिँ पर्छ 60 देखि 80% भनेको थियो है। अहिले त यहाँ परि पनि छ रहेछ। ओहो चिसो छ, चिसो। -4 डिग्री छ बाहिर है। कतिसम्म पर्ने है अब है, कतिसम्म पुग्दो रहेछ हेर। -4 डिग्री देखाइरहेको छ बाहिर है। 4:22 भयो अहिले। म हिँडिहालेँ, एकछिन पनि नराखिकन, मलाई ढिलो भइरहेछ नि त, त्यो भएर। ओहो यता त झन् बाक्लो परिरहेको रहेछ। अन्त झन् बाक्लो परिरहेछ। केही नदेखिने पो भयो मेरो स्क्रिन त। सोर्न त सोरेको रहेछ हिउँ, तर पनि यति बाक्लो परेको भएर अझै पर्दैछ। हिउँ सोर्ने गाडी हो है यो। हिउँ सोर्ने गाडी सोरिरहेछ है, सोर्न त हो, तर नि अब परेछ है। कति सोरेर भ्यास बिचराहरूले। यो लाइट क्रस गर्नु पाए हुन्थ्यो भनेको, ठ्याक्कै रोकिन पऱ्यो क्या। बर्बाद छ हौ। अरे यो लाइटमा बस्दा बस्दा झन् धेरै पऱ्यो क्या, झन् बाक्लो। ल हेर्नु एकछिनमै सिसा त पुरिन्छ कि। ल हेर्नु यो सिसा एकछिनमै, केही सेकेन्डमै यस्तो भइरहेछ सिसा। खुल्यो बाटो। यो 24 घन्टे पसल सियो खुल्यो है। ल यस्तै छ। म कहिले पुग्छु हो यस्तो ताले त। अन्धकार तर सेतो त देखाएको छ है। मैले बाहिरी आँखाले चाहिँ पुरै अब क्यामेरामा राम्रो देखाएको छ, क्लियर देखाएको छ कि। बाहिरी आँखाले पुरै त्यस्तो देखाएन, डम्म देखाएको छ कि। अलि उतासम्मको दृश्य देखेको छैन है, क्यामेरामा चाहिँ बरु देखाएको छ। ल अबको बाटो चाहिँ
राम्रो हुन्छ हेर्नु है, किनभने यहाँनिर चाहिँ अर्को के छरिदिँदो रहेछ के, नुनहरू छर्छ होला सायद, नुन छर्छ जस्तो लाग्छ, छर्थ्यो अस्ति नै नि हिउँ पर्छ भन्ने बेलामा छर्थ्यो र यता खासै त्यस्तो हुँदैन है, पग्लिहाल्छ। देख्नुभयो नि है, यता नि बाटो सेमै हो, खुल्लै हुन्छ, तर यता चाहिँ पग्लिरहेछ के, हिउँ नपरेर होइन है, यो हिउँ त परिराख नि त होइन, यहाँनिर यो नुनहरू यस्तो छर्किदिएको भएर त्यस्तो चाहिँ छैन क्या यहाँनिर। ल सबै यस्तै हो है, अलि विशेष केही देखियो भयो भने म देखाउँछु, नभए भने चाहिँ भिडियो लगभग यति नै है त। यस्तै छ, गाह्रो छ, चिसो छ, माइनस छ, हिउँ परिरहेछ, सबैले ख्याल गर्नु होला है त। 4:30 भइसक्यो यार, हिँडेको नि 10 मिनट बढी भइसक्यो। ल मलाई ढिला भयो भनेर अलिकति स्पिड गरेको है, म यस्तै 70-80 को स्पिडमा हिँडिरहेको थिएँ अघि। स्पिडमा हिँडेको त पुरै यो आएर यस्तो हेर्नु न बाक्लो परेको भएर के, क्यामेरामा त ठिकै देखिरहेको छ, तर रियल आँखाले चाहिँ कि सिधै यस्तो उडेर आएको भएर देख्नै गाह्रो भएको छ क्या, ब्लर देखिया छ, राम्रोसँग देखाएको छैन क्या, यस्तो उडेर आइरहेको छ। स्पिड गर्न नि भएको छैन, फेरि चिप्लिन्छ भने डर। यो बाटो फेरि घुम्ती अलिकति घुम्ती छ यहाँनिर, उहाँले लेखि पनि रहेको छ एकदमै ख्याल गर्नु होला, चिप्लो छ बाटो भनेर लेखि पनि रहेको छ है। स्पिड गर्न नि भएको छैन, फेरि स्पिड गरे कि देख्न नि देखाएको छैन, यस्तो एकदमै स्पिडमा उडेर आएको भएर त्यसले हिउँ सोर्दै रहेछ। हिउँ सोर्ने गाडी हो त्यो। कोरियाको मौसम चाहिँ यस्तो नै छ है, चिसो छ, नेपालमा पनि चिसो छ, आफ्नो ख्याल गर्नु होला, तातो खानु होला, न्यानो भएर बस्नु होला भन्दा मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला। आजलाई यति नै, बाई बाई।